एकदमै सजिलो तर नजान्दाखेरि एकदमै जटिल समस्या तपाईँहरूको लागि लिएर आएको छु। यो चाहिँ आइफोनको बेसिक कुराहरू नलेजहरू थाहा नहुँदाखेरि आउने समस्याहरू रहेको छ। तपाईँहरूले आइफोन रिसेट गर्नुहुन्छ अथवा नयाँ आइफोन खरिद गर्नुहुन्छ तर आइफोन सेटअप गर्नु आउँदैन भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूको लागि है त। यो आइफोन अन गर्दाखेरि सुरुमा चाहिँ यो फेस आउँछ। तपाईँहरूले माथि स्वाइप गर्ने र इङ्ग्लिस ल्याङ्ग्वेज सिलेक्ट गर्ने अनि यो तपाईँहरू यो कन्ट्रीमा आउँछ। तपाईँहरूको कुन देश हो, कुन देशमा हुनुहुन्छ त्यो देश चाहिँ छनौट गर्नु पर्यो। यो अहिले इन्डिया सिलेक्ट भयो। अब मैले यो सिलेक्ट भइसक्यो, फेरि एकचोटि ब्याक आएर नेपाल छान्नुपर्ने हुन्छ है। जस्तै अब मैले नेपाल छाने, म नेपालमा छु। एन नेपाल नेपाल छानिसके पछाडि चाहिँ यो सिलेक्ट हुँदैछ। एकछिन पर्खिने अनि त्यस पछाडि कन्टिन्यू गर्ने अनि त्यस पछाडि डाइरेक्ट तपाईँले अब फोन एक्सचेन्जहरू गर्दै हुनुहुन्छ भने लुकिङ फर अदर डिभाइस डाइरेक्ट सबै कुराहरू चाहिँ अर्को फोनको यहाँ डाइरेक्ट सार्नु पनि सक्नुहुन्छ अथवा सार्नुपर्ने छैन भने चाहिँ इजिली यहाँ सेटअप गर्ने। अनि तपाईँले चाहिँ अनिवार्य रूपमा चाहिँ यो वाइफाई चाहिने हुन्छ है त। यो मैले हटस्पट 1 2 3 4 5 6 7 8 पासवर्ड हालेँ। त्यस पछाडि नेक्स्ट अप्सन आउँछ। तपाईँहरू वाइफाईमा हुनुहुन्न भने चाहिँ यो सेटअप गर्नु सकिँदैन है त। वाइफाई चाहिँ अनिवार्य चाहिन्छ। वाइफाई कनेक्ट हुँदैछ। यो चाहिँ अहिले आइफोन 13 सेटअप गर्दैछु है मैले चाहिँ। नेट छैन भनेर भने है, एकैछिन। तपाईँहरूले चाहिँ इजिली वाइफाई कनेक्ट गर्नु पर्यो। वाइफाई कनेक्ट भइसके पछाडि यो फेस आउँछ। यो फेस आएपछि सर्चिङ फ्यु टेक अ फ्यु मिनट, एकछिन पर्खिनु पर्यो। प्रोसेसिङ हुँदैछ। त्यस पछाडि कन्टिन्यू गर्ने डाटाहरू। अनि त्यस पछाडि यसमा चाहिँ हामीहरूले एडल्ट गर्नु पर्यो है त। यो चिल्ड्रेन, यो टिनेज गऱ्यो भने कति एप्सहरू चाहिँ तपाईँहरूले डाउनलोड गर्नु पाउनुहुन्न। सेटअप लेटर, पासवर्ड पनि अहिले युज गर्दिनँ, डोन्ट युज पासवर्ड। अनि त्यस पछाडि यहाँ यो ट्रान्सफर गर्नु छैन भने ट्रान्सफर गर्नु छैन। अनि त्यस पछाडि यहाँ आएर धेरैजनालाई थाहा हुँदैन है। यस पछाडि चाहिँ यहाँ अहिले आइडी छ भने तपाईँले डाइरेक्ट आइडी लगइन गर्नुभयो भने डकुमेन्ट डाटाहरू तपाईँको ब्याकअप हुँदै सेटअप हुन्छ भने अब तपाईँले अहिले सेटअप मात्र गर्नु छ भने चाहिँ यहाँ फरवर्ड पासवर्ड भन्नेमा जाने, सेटअप लेटर सेटिङ यसमा जाने, डोन्ट युज भनेर जाने। त्यस पछाडि एग्री गर्ने। त्यस पछाडि डाटा यो कन्टिन्यू, लोकेसन कन्टिन्यू। यो गर्नु भएन भने चाहिँ पछि यी सेवाहरूमा पैसाहरू पेमेन्ट गर्दाखेरि चाहिँ लोकेसन अन गर भनेर माग्छ है त। कन्टिन्यू 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 कन्टिन्यू। एकदमै इजी छ, सकिसक्यो है त। ल यति छ है। जान्दाखेरि चाहिँ एकदम सजिलो तर नजान्दाखेरि चाहिँ यो एकदमै गाह्रो हुन्छ है। ल यस्तै यस्तै भिडियोहरूको लागि चाहिँ तपाईँहरूले हाम्रो पेजलाई फलो अथवा आइडीलाई फलो गरिदिनु होला अथवा थोरै पनि तपाईँको हेल्प भएछ भने चाहिँ भिडियोमा कमेन्ट छोडिदिनु होला। हस् त, धन्यवाद। हाम्रो एचएम मोबाइल सर्भिस, गाइघाट, बेङ्गलाइन।